पञ्चायती व्यवस्थामा पहिला सुरुमा गाउँ र विभिन्न निकायबाट उपल्लो निकायले तल्लो निकायकालाई चुन्ने चलन थियो। जब यो 36 सालमा राजाले जनमत संग्रह गराएपछि संविधान संशोधन भयो। 37 सालमा संशोधन भएपछि नेपाली जनताले राष्ट्रिय पञ्चायतको सदस्य चुन्न पाउने आम निर्वाचन भन्ने भयो। 115 जना राष्ट्रिय पञ्चायतका सदस्य हुने भए। 75 जिल्ला छन्। कुनै जिल्लाबाट 2 जना, कुनै जिल्लाले 1 जना। जस्तै काठमाडौँबाट 2 जना, भौतभुटो 1 जना थियो। त्यो मध्येमा 38 सालको वैशाखमा चुनाव भयो, पहिलो आम निर्वाचन। आम निर्वाचनमा 38 सालमा वैशाखमा चुनाव हुँदाखेरि काठमाडौँबाट 27 जना उम्मेदवार भए। त्यो मध्येमा एउटा नानी मैया दाहाल पनि भइन्। उनी बोल्न मुख नबारिकन बोल्थिन्, बोल्दिरहेथिन्। पछि थाहा भयो काठमाडौँका जनताले नानी मैया मात्रै भनेर नानी मैयालाई भोट खने। कति हजार? उनले 76,000 भोट ल्याइन्। 2 जना भएको ठाउँमा पहिलो र दोस्रो हुने राष्ट्रिय पञ्चायत सदस्य हुन्थ्यो। 1 जना मात्रै हुने जिल्लामा चाहिँ जो पहिलो भयो त्यो 1 जना भयो। 76,000 भोट ल्याइन् भने दोस्रा हुने जोगमेर श्रेष्ठले 13,000 ल्यायो। अरू त्यो 10, 11, 12, 8, 7, 6 त कति ल्याए र 27 जना सकिए। जब नानी मैयाले 76,000 ल्याएछिन्, काठमाडौँ उर्ल्यो। उनलाई 2-4 दिन डोली चढाए। बुझेन सुझ। सबै मतगणना गरिसकेपछि मन्त्रीमण्डल गठन भयो। सूर्य थापा प्रधानमन्त्री भयो। गृहमन्त्री जोगमेर श्रेष्ठ भयो, जो दोस्रा भयो थियो 13,000 ल्याएर। यी पत्रिकाहरूले 1 महिना जति ल नानी मैया प्रधानमन्त्री हुने भनेर सिरानमा शीर्षक राखेर ठुल्ठुलो अक्षरमा सबैले शीर्षक त्यही बनाए। उनलाई मसला भयो। पत्रिका अब साँचो पत्रिका नेपालमा छैन। यिनले ल प्रधानमन्त्री नानी मैया दाहाल के आधारमा हुन्छन् त नि भन्ने कुरा नि थाहा छैन। मेरो पत्रिका बिग्न पर्यो। उनी सूर्य थापा प्रधानमन्त्री भए, गृहमन्त्री जोगमेर श्रेष्ठ भयो, अरू मन्त्रीमण्डल गठन भयो। 40 सालमा हामी शिक्षक हडतालमा काठमाडौँ जाँदा एक सातो बसियो। भद्रकालीदेखि सिंहदरबार गेटसम्म नानी मैया दाहालको नेतृत्वमा काठमाडौँमा खानेपानीको हाहाकार छ। यो मलाई भोट दिने जनतालाई मैले पानीको व्यवस्था गरेरै छोड्नुपर्छ यही भनेर आइछु म। ल हेर सरकार भनेर भद्रकालीदेखि सिंहदरबार गेटसम्म ढोकासम्म उनले रित्त गाग्री, बाल्टी, जग के हुन्छ झ्यालेन सिंहदरबारसम्म राखिन्। त्यो मैले देखेको कुरो। त्यति कसैले गर्न सकेका थिएनन्। उनले राष्ट्रिय पञ्चायतको बैठकमा मुख छोडेर पनि बोलिन्। मन्त्रीलाई चप्पल पनि उचालिन्, हान्न ग्यारिन्।
चप्पल पनि उचालिन्, बोल्न केही कुरा नि मुख बारिनन्। तर उनको कुरो कसैले नि सुनेन, उनको कुरो कसैले नि सुनेन। 5 वर्ष बित्यो। 43 सालमा फेरि चुनाव भयो। काठमाडौँबाट 32 जना उठे। 32 जनामा पद्मरत्न तुलाधरले 86,000, त्यसरी वार 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 पद्मरत्न मात्रै। पद्मरत्नसित के छ भन्ने थाहा छैन। जस्तै 38 सालमा नानीमैयासित के नीति छ त नि, यीसित के एजेन्डा छ थाहा छैन जनतालाई। हो नानीमैया उठाउने। त्यस्तै 86 सालमा के अरे 43 सालमा पद्मरत्न तुलाधरले 86,000 ल्यायो भने विमलमान सिंहले 20,000 ल्यायो, दोस्रो हुने। ती दुवै राष्ट्रिय पञ्चायतमा चुनिए, अरू त्यही उँधैभित्र परे। ती दुवै मन्त्री भएनन्, दुवै मन्त्री भएनन्। पद्मरत्न तुलाधर व्यवस्थाको विरोध गर्ने देखा पर्यो। अलिअलि जनवादी हुँ भन्नेमा ऊ देखा पर्यो। उसलाई काठमाडौँको एउटा दरबारिया र हो पनि भन्थे। र भनेको भित्री ओरादोरा गर्ने, त्यसो पनि भन्थे। अब हो होइन, अहिले त मरेर गयो। उसले बहुदल आएपछि उसलाई एमाले लियो र एउटा चिज जित्यो पनि। त्यसलाई त्यहीँ छोडौँ। 86,000 भोट ल्यायो, केही माखो मारेन। त्यो 86,000 उसले भोट ल्याउँदा नानीमैया दाहाल पनि उठिन् क्यारे। नानीमैया दाहालले 276 ल्याइन् जम्मा। अघिल्लो पटक 76,000 ल्याउने मान्छेले अर्को चुनावमा 200। उसले के नराम्रो गरेको थियो त नि त्यसो भए भने बिना एजेन्डा नानीमैया नानीमैया। अर्को पटक ल तुलाधर तुलाधर, न एजेन्डा छ, न नीति छ, न के छ। यसलाई किन दिने यो पनि छैन, कसो गर्ने पनि छैन। अहिलेको चुनाव पनि त्यस्तै हो। घन्टीलाई दिने, बालेनलाई दिने। बालेनको नीति के हो, रविको नीति के हो त? उसका भोटर को हुन् त नि, उसको पार्टीको नीति के हो? अर्थात् नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद राजा सहितको अझ संवैधानिक राजा सहितको प्रजातन्त्र हुनुपर्छ भने नेपाली काङ्ग्रेसको नीति हो। 3 सालदेखि उम्रेको जनताबाट केही गरेर आएको हो। जेल नेल यता राणा शासन ढाल्यो। 6 सालमा कम्युनिस्ट पार्टी पुष्पलालले निकाले। उनले पनि नयाँ जनवाद ल्याउने भनेर मार्क्सवादलाई पनि प्रोत्साहन दियो। पञ्चायती व्यवस्था 15 सालमा आम निर्वाचन भयो। 1.5 वर्ष त्यो व्यवस्था संसदीय व्यवस्था रह्यो। त्यो राजाले त्यसलाई कु गरे र पञ्चायती व्यवस्था आयो। पञ्चायती व्यवस्था विरोधमा अहिलेका एमाले भनेका र काङ्ग्रेसले विरोध गर्दा गर्दै कतिले जेल नेल गोली साइडले खाए र अनि बहुदल ल्याए यिनीले। त्यो पार्टीले त त्यो गरेको पनि छैन, केही गरेको छैन। न एकजना जेल बसेको छ, न उनको फेदबाट कुनै जनता छन्, कुनै न उनको नीति छ। ल घन्टी घन्टी त्यही नानीमैयाको चाल हो। त्यो बालनको के नीति छ त नि? काठमाडौँमा मेयर भयो, 5 वर्षलाई भनेर दिएका हुन् मेयर। अहिले 3 वर्षमा छोड्न पाइन्छ? ल छोड्यो। त्यसो भए उसको पार्टीको नीति के हो त नि? उसका भोटर कुन हुन् त नि त्यसो भएदेखि?
भने यिनीहरूको नीति के हो त नि त्यसो भएदेखि भई त जान्न पऱ्यो नि हामीले पनि भोट दिनुपर्छ कि यिनीहरू भनेको के हो भने अघिल्लो चुनावमा रविले 50-52 हजार भोट ल्याए त्यो क्षेत्रबाट ती कसका भोट हुन् रविका हुन् ती काङ्ग्रेस एमालेबाट असन्तुष्ट व्यक्तिको उपज हो त्यो असन्तुष्ट व्यक्तिको उपज हो त्यो नयाँ मान्छे पाए कस्तो हुन्थ्यो भन्ने बेलामा उसले 4 वर्ष टिभी चलाएको सञ्चारमा काम गरेको मान्छे टाठो गरेर हो भने दिए ऊ अनि पार्टी सङ्गठनपट्टि र जनतापट्टि लागेन सोझै गृहमन्त्री भइहाल्यो उप प्रधानमन्त्री भयो उसलाई भ्रष्टाचार मुद्दा लायो नागरिकता मुद्दा लायो संसद सदस्यबाट निलम्बित भयो फेरि सफाई पायो फेरि चुनाव गरे फेरि त्यति नै भोट पायो फेरि गयो फेरि गृहमन्त्री भयो फेरि जेल पर्यो त्यही भ्रष्टाचार लाएर अहिले फेरि त्यही उठ्यो छ के हो त नि उसको नीति उसले जित्यो भने के गर्ने हो अहिले त के छ एक थरी छन् राजावादी राजा ल्याउनु पर्छ उसले जित्यो भने राजा ल्याउने हो होइन यो शासकीय स्वरूपको बारेमा उसको के छ धारणा म यहाँ सोध्नुलाई भनेको थिएँ सवितालाई भेटै हुन पाइएन भोट माग्न आउँदाखेरि यसो सोध्न पाइन्छ कि कतै भनेको आउँदै आएको थिएँ तिनीहरू जिते स्वतन्त्र पार्टीले राजा ल्याउने हो होइन होइन यो शासकीय स्वरूप संरचनाको बारेमा के छ धारणा 7वटा प्रदेश यो फापसित छैन अनि हिन्दू धर्म सम्बन्धमा तिम्रो धारणा के छ तिमीलाई पास्टर भन्छन् हो साँच्चै पास्टरै हो होइन भने प्रमाण देऊ भन्न खोजेको थिएँ मैले त्यो पाइएन अनि यिनीहरूको के एउटा नीति त हुनु पर्यो नि काङ्ग्रेसको प्रजातन्त्र कम्युनिस्टको समाजवाद भने जस्तै यिनीहरूको संरचना के हो त नि नीति यिनको एजेन्डा के छ हामी गयौँ भने यसो गर्छौँ म गर्छु होइन पार्टी सिस्टममा पार्टीको नीति अनुसार गर्नुपर्छ व्यक्ति अनुसार म गएँ यहाँ यसो गर्छु म गएँ यो बाटो बनाउँछु म गएँ यहाँ स्कुल खोल्छु म यहाँ एउटा गएँ यो खेतमा कुलो ल्याउँछु यो एजेन्डा होइन यो पार्टीको नीति पनि होइन त्यो त सामान्य विकास हो अहिले यो बाटो पिच भयो आगो अर्को बाटो पिच हुन्छ त्यो त स्वाभाविक प्रक्रिया हो बढ्दै जाने अहिले राणाको पाला भएको भने यो बाटो पिच हुन्थ्यो अहिले राणा शासन भएको भए पनि यो बाटो पिच हुन्थ्यो यो कसैले यहाँ गला फलाउन पर्दैन बालनलाई भोट दिने के आधार छ त नि त्यसो भए उनको नीति के हो भनेर जनताले जान्ने र भोट दिन पर्छ बुझेर हो यहाँ त ल घन्टी नानी मैया ल पद्मरन तुलाधर पलाउन दियो अनि भोलि अनि फ्यास फेरि यिनको नीति पनि छैन केही पनि छैन यसो गर्ने छैन हाम्रो पार्टीको यो नीति पनि छैन एजेन्डा पनि छैन अनि गर्ने के हो त नि भोलि यिनले न यिनका जरा छन् न फेज छ त्यसो भएर मान्छे लयमा गणेश मानले भन्थे नेपालका जनता भेडै हुन् उनले
त्यो पत्रिका सायद यहीँ होला यहाँ खोजी पाइएला, नेपालका जनता भेडै हुन् भने। किन भेडा हुन् त भन्दा भोट दिँदाखेरि अर्कालाई दिने, मैले बल्ल बल्ल जितेँ 10,000ले जितेँ भने 60,000 मान्छे मलाई स्वागत गर्न आउँछन्। भोट हाल्ला 10,000 आउँछन्, भोट अर्कालाई दिन्छन्, मलाई स्वागत गर्न आउँदाखेरि 60,000 हुन्छन्। त्यो भनेको पत्रिका मसित छ होला, कतै खोजी पाइएला। कुन पत्रिका हो त्यो? विमर्श हो कि भन्ने जस्तो लाग्छ। कहिले ऊ जमानाको कता छ कता भनेदेखि यस्तो भेडो चालले हामी भोट दिँदाखेरि हामी नेपालमा सचेत हामीसित अझ भएका रहन्छौँ। कसैलाई दिनु छ भने यसको नीति के हो, म कुनै पार्टीमा लाग्छु, मलाई कस्तो व्यवस्था चाहन्छु, म यो देशमा कस्तो भइदिए हुँदो होला, अनि यो देशको माटोले कस्तो रुचाउँछ, म कस्तो व्यवस्था चाहन्छु, त्यसको नजिक कुन पार्टी छ त नि। त्यसो भएदेखि मैले रुचाउने व्यवस्थाको नजिक कुन पार्टीको नीति छ, त्यसैलाई हो मैले भोट दिने। म साम्यवाद रुचाउँछु, माओवादीलाई भोट दिनु पर्यो। समाजवाद रुचाउँछु, एमालेलाई भोट दिनु पर्यो। भने म प्रजातान्त्रिक व्यवस्था रुचाउँछु, नेपाली काङ्ग्रेसलाई भोट दिनु पर्यो। अनि नेपालमा पच्ने पनि हुनु पर्यो। यो देशमा डाँडा काँडा भूगोल, जनजाति 124वटा जाति छन्। यी जनजातिहरू सबैलाई मिलेर एक पल्लो घर गुरुङ छ, पल्लो घर मगर छ, पल्लो घर कामी छ, पल्लो घर दमाई छ, पल्लो घर मुसलमान छ, सबै मिलेर भाइचाराको नाताले बसेका छन्। अहिले यिनले के गरेका छन् यहाँ ल अब जातीय द्वन्द्व, जातीय सङ्गठन भन्यो, अनि ऊ र ऊ मिल्यो, ऊ र ऊ मिल्यो, सङ्गठन बिगारेका छन्। यसरी मिलेको देशमा यो कुन पार्टीको नीतिमा यी सबै मिलाउन सक्छ, त्यही पार्टीलाई भोट दिने हो। र म त्यसैको नजिक छु, हेरी यसको नीतिको म नजिक म छु। त्यो के गर्ने त भन्दा हामी भैँको मान्छेले, अब कोही मान्छे यस्तो कस्ता हुन्छन् भने एउटा राजनीतिज्ञ, एउटा राजनीतिज्ञ, एउटा राजनैतिक महत्त्वकाङ्क्षी। यहाँ अहिले कस्ता छन्, अघिल्लोचोटि एउटा पार्टीले भोट दियो, के अरे टिकट दियो, जितेर सांसद भएर गयो, अहिले उसले दिएन भने घन्टिया बस्यो। अब यो भोट माग्ने तरिका के छ यहाँ अहिले भन्दा आफ्नो नीति भन्दा अर्कालाई घोच्याउँछन्। अर्काका गल्ती, फलानु यस्तो, फलानु त्यो काङ्ग्रेस यस्तो हो, अथवा एमाले यस्तो, अथवा माओवादी यस्तो, उसलाई गाली गरेर उसलाई घोच्याएपछि आफू अल्को हुन्छ भन्ने चलन छ। यो उम्लोभन्दा यो अल्को छ, यो अल्को हुनलाई क्यार्नुपर्छ भन्दा यसलाई काट्नुपर्छ। यस्तो चलन छ यहाँ। म अल्को हुने कसरी त नि, मेरो नीति यो हो, त्यो नीतिले यसरी काम गर्छ भनेर उसले भाषण गर्दैन। उम्मेदवारले अर्कालाई होच्याएपछि म अल्को सोझै हुन्छु भन्ने हिसाबले गर्छ। र अहिले त्यो घन्टीमा कस्ता छन् त भन्दा यहाँ भाग नपाएका घुरान अवसरवादी यिनको समूह छ त्यतापट्टि। अब यो अवसरवादीले अन्तडा खेर गएका यिनको समूहले अनि फेरि यहाँ पार्टी चलाउँछ, देश चलाउँछ भनेर 29जना नेपाली काङ्ग्रेसका मान्छे अघिल्लोचोटिका चुनावमा 29जना जितेका थिए। अहिले तिनले तिनलाई टिकट दिएन भनेर तिमी यता आऊ म दिन्छु भन्यो घन्टीवालाले। त्यता गए। 29जना सांसद अहिले घन्टीमा गएर टिकट लिएछन्। 13जना एमालेका गएछन्।
9जना माओवादीका गएछन्। उता यता टिकट दिएनन्, उता गए। यी के हुनु न, राजनैतिक पनि होइनन्, राजनीतिज्ञ पनि होइनन्, यो अवसरवादी मात्रै हुन्। यस्तैको जमात छ यहाँ। घन्टी भनेको यस्तैको जमात। अब यसले भोलि के गर्ने? त्यस कारण यो बालनको नि केही नीति छैन, रविको नि केही नीति छैन। यिनको पार्टीको पहिला मुख्य नीति हुनु पऱ्यो कि व्यक्तिले गर्ने होइन। त्यस कारण यो पार्टीको नीति, कुन नीति नेपालमा ठिक हुन्छ, म कस्तो व्यवस्था चाहन्छु त्यसको मैदानसित मेरो मेल खान्छ खाँदैन, कुनसित अलिकति मेल खान्छ, ट्याक्कै मेल नखाएन अलिअलि योसित हुन्छ, नेपालमा सुहाउँछ भने जुन हो त्यसैलाई भोट हाल्नु पर्यो। समर्थन गर्ने हो। अब यो परिपाटी छैन यहाँ। कुनले हुन्नरी चलायो, हुन्नरीका पछि लाग्ने नेपालको व्यवस्थाले देशमा सङ्लो व्यवस्था आउँदैन। ल युट्युबमा हाले नि हाल, जहाँ हाले नि हाल, फेसबुकमा हाले नि हाल।